हेलो गाइज, आज म तपाईहरुलाई के भन्नु गइरहेको छु भने नि आज चाहिँ पानी परेर हैन हाम्रो यो फिल्ड चाहिँ उयो रेखा मेटिरहेछ। त्यही बनाउनु हामी कोर्नु जाँदैछौँ हैन। तपाईहरुलाई थाहै छ होला यहाँ चतरामा फुटबल हुँदैछ। अब आधा दिनको सेमी फाइनल पुग्यो हैन गाइज। अब 5 गते चाहिँ फाइनल छ। अब यो फुटबल चाहिँ हामीले यो देउराली युवा समूहबाट हाम्रो देउराली क्लबबाट खेलाएको यो फुटबल चाहिँ। अनि यो देउराली युवा समूहको अध्यक्ष चाहिँ मै हो। मलाई त चिन्नु नै हुन्छ होला हैन तपाईहरुले। अनि हामी यहाँ फिल्ड कोर्नु गइरहेछौँ। अब 5 गतेदेखिको फाइनल छ हैन गाइज। 5 गतेदेखिको फाइनल छ। अब सबैजना आइदिनु होला। हाम्रो फाइनल चाहिँ है देउराली क्लबबाट खेलाएको। अनि तपाईहरु चाहिँ यो मेरो भिडियो चाहिँ कहाँबाट हेर्नु हुँदैछ हैन, सबले कमेन्ट गर्नु ल। ठाउँको नाम कमेन्ट गरिदिनु न, कहाँबाट हेर्दै रहेछ हैन। मलाई पनि थाहा हुन्छ नि त हैन र। अब हाम्रो फिल्ड चाहिँ आइपुग्नु आँट्यो हैन। अब हाम्रो फिल्ड आइपुग्नु आँटिसक्यो। तपाईहरुलाई यो फिल्डको पनि म देखाउँछु है। यहाँ हामी अब आजदेखिको सेमी फाइनल पुग्यो है फुटबल। सबलाई आइदिनु होला, सबले सपोर्ट गरिदिनु होला यो फुटबल। अब आजदेखिको सेमी फाइनल, 5 गतेदेखिको फाइनल छ है गाइज। यस्तै छ, चलिरहेछ हैन। धेरै पिछेदेखिको अब यहाँ मेरो भ्लग आउँदैछ है गाइज। म यहाँ भ्याएको पनि थिइनँ, अनि त्यही भएर फुटबलले गरेर अब बिस्तारै म डेली भ्लग हाल्छु। तपाईहरुले माया देखाइदिनु पर्यो है, माया गरिदिनु पर्यो, त्यही हो गाइज। अनि 5 गते चाहिँ सबै आइदिनु है। अनि यो मेरो भिडियो कहाँबाट हेर्नु त्यसो कमेन्ट गरिदिनु होला, तल कमेन्ट गरिदिनु होला है गाइज। कहाँबाट हेर्नु त्यसो मलाई पनि थाहा हुनु पर्यो नि त। तपाईहरुले माया देखाउनु भयो भने म चाहिँ यस्तो भिडियोहरू हाल्दै जान्छु गाइज। अब तपाईहरुलाई हामीले यो फिल्ड देखाउँछौँ है गाइज। फिल्ड हेर्नुहोस् है गाइज। यही हो हाम्रो फिल्ड चाहिँ है। यहाँ पुरा लाइन कोर्दैछ है गाइज, हेर्नु होला। यही हो हाम्रो यो फुटबल। अब आजदेखिको सेमी फाइनल छ, सबैजना आइदिनु होला। हाम्रो फिल्ड चाहिँ यस्तै छ। यहाँ दाइ चाहिँ पुरा कोर्नु हुँदैछ है। मात्रै हो कि पैसा पनि छ केटाहरूलाई? हाम्रो फिल्ड हाम्रो फिल्ड चतराको फिल्ड। लाइन कोर्ने अब कोर्दैछौँ है। हेर्नु न, यहाँ आज पानी परेर गए, सबै पानी जमेको छ यो फिल्डमा। सब फ्याँक्नु पर्ने छ है गाइज। हेर्नुहोस् हाम्रो फिल्ड यस्तो छ, बिजोक छ है बिजोक। तपाईहरु आइदिनु होला 5 गते चाहिँ। तपाईहरुलाई मैले यो भिडियोबाट निम्तो गरेँ, सबैजना मेरो फ्रेन्डहरू गाइज। तर कमेन्ट गर्नु चाहिँ नबिर्सिनु है गाइज। कहाँबाट हेर्नु हुँदैछ हैन, यसो कमेन्टमा लेखिदिनु होला। हाम्रो मेन खेलाडी चाहिँ यहाँ छ है। ल देखाइदियो त एक जोडा बल हानेको जस्तो देखाइदियो त। ल बल हान्दै त। मेन खेलाडी है हाम्रो चाहिँ चतराको। ल गाइज, अब यति नै मेरो भ्लग चाहिँ। सबलाई निम्तो छ, आइदिनु होला है। मैले भन्ने नै यति नै हो है हामीलाई गाइज। बाई बाई। अर्को नेक्स्ट भिडियोमा भेटौँला। नेक्स्ट भिडियो म हाल्दै जान्छु है गाइज। ल बाई।